र अर्घखाँचीको बारेमा सोध्दै हुनुहुन्थ्यो। अर्घखाँचीमा राजसपाका हरिप्रसाद भुसालले अग्रता लिएका छन् र त्यो भने सर्लाहीको बारेमा प्रश्न गर्दै हुन्छ। सर्लाहीको भने भोट काउन्टिङ चलिरहेको छ अहिले र म सम्पूर्ण ठाउँहरूको एकपटक अपडेट गरिदिनेछु। काठमाडौँ 1बाट रन्जु दर्शनाले जित्न पुगिन्। यसै गरी काठमाडौँ 3बाट भने राजुनाथ पाण्डेको अग्रता रहेको कुलमान घिसिङ उनलाई पछ्याउने क्रममा रहेको। काठमाडौँ 8बाट विराज भक्त श्रेष्ठको ठुलो अग्रता रहेको छ। रूपन्देही 2मा भने सुलभ खरेलको अग्रता रहेको र भक्तपुर 2बाट भने महेश बस्नेत विरुद्ध यति बेला राजीव खत्रीको राम्रो अग्रता रहेको छ। सर्लाही 4मा भने अमरेश कुमार सिंह यानि कि राजसपाको चाहिँ अग्रता रहेको छ र झापा क्षेत्र नम्बर 3 को नयाँ लेटेस्ट अपडेट आएको छ र झापा क्षेत्र नम्बर 3बाट चाहिँ यति बेला राजेन्द्र प्रसाद लिङदेन जसको गृह जिल्ला मान्ने गरिन्छ झापा क्षेत्र नम्बर 3, तर त्यो क्षेत्रबाट अहिले राजसपाका प्रकाश पाठकको अग्रता रहेको हामीले हेर्न पाएका छौँ। राजसपाका यता प्रकाश पाठकले 2331 मत प्राप्त गर्न पुगे। राजेन्द्र प्रसाद लिङदेनको 1603 मत रहेको छ झापा क्षेत्र नम्बर 3मा। यो झापा क्षेत्र नम्बर 3 को पछिल्लो पटकको मतगणना र झापा क्षेत्र नम्बर 3 मा राप्रपाका अध्यक्षलाई यति बेला पछाडि पार्दै राजसपाका प्रकाश पाठक अगाडि बढेका हुन् र 2331 मत प्रकाश पाठकले प्राप्त गर्न पुगे। यो झापा 3 को नयाँ अपडेट र एउटा मात्र अहिले क्षेत्रमा राप्रपा अगाडि छ, त्यो जुम्ला क्षेत्र नम्बर 1 ज्ञान बहादुर शाही मात्रै अग्रता प्राप्त गर्न पुगेका हुन् जुम्ला क्षेत्र नम्बर 1बाट र अन्य ठाउँमा भने राप्रपा अगाडि छैन र झापाबाट भने राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन अहिले भोट काउन्टिङमा पछाडि परेका हुन्। लगभग 700 भोट लगभगको अन्तरले राजेन्द्र प्रसाद लिङदेन पछाडि छन् प्रकाश पाठक भन्दा। यो रहेको छ यति बेला अग्रता जुन तपाईँहरूले स्क्रिनमा पनि हेर्न सक्नुहुनेछ। र प्युठानको पनि कुरा गरौँ। प्युठानमा भने नेपाली कङ्ग्रेसबाट गोविन्द राज पोखरेलले 466 वटा भोट प्राप्त गर्दा र सूर्य बहादुर छेत्रीले 68 भोट प्राप्त गर्न पुगे। तिलक बहादुर सुशान्त वैदिकमा बोला यो अपडेट हुन बाँकी छ र यता भने गोर्खामा आज 1 बजेबाट भोट काउन्टिङ सुरु हुने भएकोले गर्दा अबको 15 मिनटमा त्यता भने भोट काउन्टिङ सुरु हुनेछ। म्याग्दीमा भने हामीले महावीर पुनको 966 भोट प्राप्त भएको हेर्न पायो र महावीर पुनले भने अग्रता लिएका छन्। अहिले म्याग्दी 1 मा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनलाई धेरैजनाले विश्वास गरिकन भोट गर्नु भएको छ। यसै गरी मोरङ 6 को यति बेला पछिल्लो पटकको अपडेट अनुसार डाक्टर शेखर कोइरालालाई यति बेला रविना आचार्यले लिड गर्दै 3423 भोट प्राप्त गर्न पुगेकी छिन् र यो पछिल्लो पटकको भोट अपडेट मोरङको र प्युठानको नयाँ अपडेट आएको छ। सुशान्त वैदिक भने यति बेला 505 भोट रहेछ। अघिको भोट मजाले अपडेट भएको थिएन, तर सुशान्त वैदिकको 505 भोट र प्युठान 1 मा पनि यति बेला राजसपाकै अग्रता रहेको हामीले देख्न पाएका छौँ। राजसपाले यति बेला अग्रता प्राप्त गर्न पुग्यो, जुन चाहिँ सुशान्त वैदिकको रूपमा राजसपाले प्युठान 1 मा पनि अग्रता प्राप्त गर्दा गोविन्द राज पोखरेल 466 भोट र यता भने सूर्य बहादुर थापा 68 भोट रहेको 505 भोटले यति बेला सुशान्त वैदिक अगाडि बढ्दाखेरि चाहिँ उनी धेरै ठुलो अन्तर त होइन, तर पनि नेपाली कङ्ग्रेस भन्दा चाहिँ राम्रै भोट, नेकपा एमाले भन्दा धेरै राम्रो भोट, तर नेपाली कङ्ग्रेस भन्दा थोरै अन्तरको भोट उनले अहिलेसम्म चाहिँ प्राप्त गरेको हेर्न पाइन्छ। यसै गरी सप्तरी यहाँ राजसपाको चाहिँ जनलहर शान्त विद्रोहको अभिव्यक्ति भन्दै बाबुराम भट्टराईको प्रतिक्रिया आएको छ। झापा 5 मा के हुँदैछ भन्ने कुराको अहिलेको लेटेस्ट अपडेट भने कुनै पनि आएको छैन। अब त्यसको लागि हामीले प्रतीक्षा गर्नै पर्ला। झापा 5 को बारेमा प्रश्नहरू आइरहेको छ, तर झापा 5 भने अहिलेसम्मको पछिल्लो पटकको अपडेटहरू भने साझा गरिएको छैन, जस कारणले गर्दाखेरि चाहिँ झापा 5 को लागि प्रतीक्षा गरौँ। हामी अहिले 5,50,000 सब्सक्राइबरबाट मात्र केही सब्सक्राइबर टाढा छौँ र गुल्मी 1 मा राजसपाका युवा उम्मेदवार सागर ढकाल अहिले अगाडि रहेका हुन् र गुल्मी 1 मा राजसपाका उम्मेदवार सागर ढकालले अग्रता पाएको तपाईँहरूलाई मैले यस अगाडि पनि जानकारी गराएको थिएँ। गुल्मी 1 मा 243 भोट सँगै सागर ढकालले लिड गरेका हुन् र प्रदीप कुमार ग्यावाली 118 भोट, चन्द्रकान्त भण्डारी 103 भोट रहेको छ गुल्मी 1 मा र यो रहेको छ गुल्मी 1 को पछिल्लो पटकको मत परिणामहरू। जुन तपाईँहरूले देख्न पनि पक्कै पनि सक्नुहुनेछ।
प्रदीप कुमार ग्यावाली 118 भोट, सागर ढकाल 243 भोटसँगै राजसपाका युवा उम्मेद्वार अहिले अगाडि गुल्मी निर्वाचन क्षेत्र नम्बर 1 बाट चन्द्रकान्त भण्डारी 103 भोट रहेको छ उनको। र यसै गरी मोरमा पनि राजसपा नै अगाडि छ। म्याग्दीमा पनि स्वतन्त्र उम्मेद्वार महावीर पुन अगाडि रहेका हुन्। र म अब केही तपाईँहरूलाई कर्णाली प्रदेशका जिल्लाहरूको बारेमा अपडेट गराउने प्रयास गर्नेछु। र कर्णालीबाट चाहिँ सल्यानको बारेमा धेरैको प्रश्न रहेको छ। तर अब मुख्य कुरा अब धेरैजनाले प्रश्न गरे पनि त्यो ठाउँहरूको भोटिङ चाहिँ आइरहेको छैन हामीलाई, त्यही कारणले गर्दा जानकारी पाउन पनि मुस्किल भएको। कैलाली 2 पटक घन्टीको केपी खनाल चौथोमा रहेका छन् भने 146 भोट प्राप्त गर्न पुगे केपी खनालले। र त्यो क्षेत्रबाट नेकपा एमाले 63 भोट। नेपाल Hey, if you're releasing new music in 2026, this is something you should know. You don't कुनै क्षेत्रमा अपडेट आएको छैन, मुगुको पनि कुनै क्षेत्रमा अपडेट आएको छैन। जुम्लाको पनि कुरा गऱ्यौँ हामीले, जुम्लामा भने ज्ञान बहादुर शाहीको अग्रता रहेको देख्न पायो। झापा क्षेत्र नम्बर 3 बाट चाहिँ अहिलेको अग्रता भनेको प्रकाश पाठकको राजसपाको अग्रता रहेको छ यहाँ पनि। र सुभाष लिङदेनको यो गृह जिल्ला पनि भन्ने गरिन्छ। यो जिल्लाबाट उनले, यो क्षेत्रबाट उनले आफ्नो राजनीति यात्रा सुरु गरेको हुन् र अझै पनि उनी यो क्षेत्रबाट जितेर नै अगाडि बढ्न चाहन्छ। यसकारण जितेकै हुन्। तर यसपालि भने नेपाल भरमा